80% भन्दा धेरै हिन्दू धर्मावलम्बी भएको देशमा पिपलको बोटलाई विष्णु भगवानको रूपमा पूजा गरिन्छ। पिपल आफैमा सबैभन्दा धेरै अक्सिजन प्रदान गर्ने वनस्पति पनि हो। पिपलको बोटमुनि बस्दा आनन्द पनि उत्तिकै आउँछ। यहाँ म हिँड्दै चाहिँ अलि फरक अपाच्य दृश्य देखेँ जसले मलाई अप्ठ्यारो महसुस गरायो। कलकलाउँदो हर्लक्क बढेको पिपलको बोटको फेदमा प्लास्टिक, फोहोर तथा पेय पदार्थको बोतलको डङ्गुर जम्मा गरेर थुप्रो लगाएको यस्तो निन्दनीय कार्य गलत मात्र नभई पाप र अपराध पनि हो। म एकछिन अल्लमल्ल परेँ, के गरम जस्तो भयो, तर मनले मानेन। पुरै व्यवस्थापन गर्न नसके पनि आस्था तथा विश्वासको जड पिपलको बोटबाट थोरै भए पनि स्थानान्तरण गर्ने सानो प्रयास गरेँ। एकाध व्यक्तिले गरेको फोहोर धेरै व्यक्तिले व्यवस्थापन गर्न सम्भव छ, तर धेरैले गरेको फोहोर एक्लै व्यवस्थापन गर्न असम्भव छ। त्यसैले सबै मिलेर हात्तीमाले गऱ्यौँ भने फोहोर व्यवस्थापन हुन्छ र स्वस्थ र सफा वातावरण पनि पक्कै हुनेछ।